ब्याक टु माई युट्युब च्यानल गाइस। आज हामी लुम्बिनी आइसकेका छौँ। फेरि अहिले यो चाइनाले बनाएको यति ठुलो मन्दिर हेर्नुहोस् तपाईँले। यो सेतो भेस्टमा उहाँ पनि चाइनिज मान्छे हो यहाँनिर सिकेङ किन हो कन यहाँ सिङसिङ छ हो। अनि यहाँ चाहिँ फेरि नयाँ नयाँ मन्दिर निर्माण भइसकेको छ यति बेला। तपाईँहरूलाई कस्तो लाग्छ र अब हामीले पुरा भ्लग मैले यो एडिट गरेपछि मैले तपाईँलाई हाल्नेछु। अब आज पुरा भ्लग बनाउने छौँ र तपाईँलाई राम्रो भ्लग दिनेछौँ। हामीले माया गर्दै हो गर्नु होला। तपाईँले साथ सपोर्ट दिँदै गरेर म अगाडि बढ्नेछु। सबैले माया गर्नु होला। मैले नयाँ नयाँ भ्यू देखाउने छु। यस्तै तपाईँलाई नयाँ नयाँ भ्यू देखाउनेछु। नयाँ नयाँ बोटिङ गर्छौँ हामीले चाहिँ। जति हजुरको साथ सपोर्ट पाएँ मैले त्यति अगाडि जानेछु। अग्रो बढ्ने नयाँ नयाँ भिडियो नयाँ नयाँ भिडियो हेर्न पाउँछ। मेरा साथीहरू लफङ्गाहरू यसरी हिँडिरहेछन्। कोही लाफेङ्गे यो चाहिँ नेपालको झन्डा। आहा गर्वशाली, मलाई यस्तो गर्वशाली भइसकेको छ। यहाँ सागर बिल्लीले कपाल पालेर हेर्नु र सागर बसन्ती कृष्णे ओए कृष्णे मेदी भइसक्यो। यो सागर है यो नड्रा गरे यो सागर कौन बुढो रे? ओ यो काकालाई भेटेको गरे सागरले। अनि यहाँ अति राम्रो छ केटा हो यो मन्दिर हेर त। आहा तिमीहरूको लुक हेर। ओए ओ विपिन ओए ओए विपिन यहाँदेखि फोटो आउनु न। यहाँदेखि राम्रो आउँछ पुरा मन्दिर आउँछ कि। ओए होए ल ल ल ल ल ल चाहिने दुबो। उए चाहिने दुबो होइन। यो दुबोमा टेक्न नि मिल्दैन। ओए होए मा यो दुबो हेर्नुहोस् त। गाइज दुबोमा किन टेक्न दिन्न? ओए सही भन्नुभयो। यहाँ कृपया घाँसमा नटेक्नु होला। हामी अहिले पढेर मात्रै यहाँ राम्रो भइसकेको चाहिँ यति बेला के भन्न चाहन्छु। ओए यो चाहिँ माको छ मेरै घर हो यार जिन्दगीको। म ओए अनि यहाँ हाम्रो दादाले मामाले हो कि यहाँको काकाले यहाँ फोटोसुट गरिरहेको छु है मैले त। कालो कालो देखिन्छ यार। यता जानु अलि अगाडि उताबाट यस्तो आउँछ कि दामी रहेछ पनि दिउँला। ओए अनि यहाँ चाहिँ राम्रो भन्दा पनि अप्पी राम्रो आउँछ।